सशस्त्र प्रहरी बल एपीएफ नेपाल सम्बन्धी 25 वटा महत्त्वपूर्ण प्रश्न उत्तर। प्रश्न नम्बर 1 सशस्त्र प्रहरी बल नेपाल के हो? उत्तर सशस्त्र प्रहरी बल नेपाल एक अर्धसैनिक सुरक्षा बल हो जसको प्रमुख उद्देश्य सीमावर्ती सुरक्षा, आतंकवाद नियन्त्रण, आपतकालीन उद्धार तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित अन्य कार्यहरू गर्नु हो। प्रश्न नम्बर 2 सशस्त्र प्रहरी बल नेपाल कहिले स्थापना भयो? उत्तर सशस्त्र प्रहरी बल नेपाल 2058 साल माघ 6 गते मा स्थापना भएको हो। प्रश्न नम्बर 3 सशस्त्र प्रहरी बलको मुख्यालय कहाँ छ? उत्तर सशस्त्र प्रहरी बल नेपालको मुख्यालय काठमाडौँको हलचोक स्वयम्भूमा रहेको छ। प्रश्न नम्बर 4 सशस्त्र प्रहरी बल नेपाल कुन मन्त्रालय अन्तर्गत पर्दछ? उत्तर सशस्त्र प्रहरी बल नेपाल गृह मन्त्रालय अन्तर्गत पर्दछ। प्रश्न नम्बर 5 सशस्त्र प्रहरी बल नेपालका पहिलो महानिरीक्षक को थिए? उत्तर सशस्त्र प्रहरी बल नेपालका पहिलो महानिरीक्षक आईजीपी कृष्णमोहन श्रेष्ठ थिए। प्रश्न नम्बर 6 हाल सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक को हुन्? उत्तर राजु अर्याल आईजीपी। प्रश्न नम्बर 7 सशस्त्र प्रहरी बल नेपालका कतिवटा विङ्ग शाखा छन्? उत्तर सशस्त्र प्रहरी बल नेपालका विभिन्न शाखाहरू छन् जस्तै सीमा सुरक्षा, दंगा नियन्त्रण, आपतकालीन उद्धार, विशेष सुरक्षा बल, शान्ति स्थापनामा सहभागिता। प्रश्न नम्बर 8 सशस्त्र प्रहरी बल नेपालको मुख्य काम के हो? उत्तर सशस्त्र प्रहरी बलको मुख्य कार्यहरू निम्नानुसार छन्: सीमा सुरक्षा, प्राकृतिक प्रकोप व्यवस्थापन, आतंकवाद तथा विद्रोह नियन्त्रण, विशेष सुरक्षा सेवाहरू, शान्ति स्थापना मिसनमा सहभागिता। प्रश्न नम्बर 9 सशस्त्र प्रहरी बलमा भर्ती हुन के कस्ता योग्यता आवश्यक छ? उत्तर नेपाली नागरिक हुनुपर्ने, तोकिएको शारीरिक तथा मानसिक स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने, शैक्षिक योग्यता पूरा गर्नुपर्ने, पदअनुसार फरक पर्छ, तोकिएको उमेर अग्रित्र हुनुपर्ने। प्रश्न नम्बर 10 सशस्त्र प्रहरी बलमा उमेर सीमा कति हुन्छ? उत्तर जवान पदका लागि 18 देखि 23 वर्ष, अधिकृत पदका लागि 20 देखि 25 वर्ष। प्रश्न नम्बर 11 सशस्त्र प्रहरी बलका पदहरू के हुन्? उत्तर जवान, हवलदार, सहायक निरीक्षक, निरीक्षक, उपरीक्षक डीएसपी, प्रहरी उपरीक्षक एसपी, वरिष्ठ उपरीक्षक एसएसपी, प्रहरी नायब महानिरीक्षक डी, अतिरिक्त महानिरीक्षक एआईजी, महानिरीक्षक आईजी। प्रश्न नम्बर 12 सशस्त्र प्रहरी बलको संगठन संरचना कस्तो छ? उत्तर सशस्त्र प्रहरी बल विभिन्न तहहरूमा विभाजित छ जसमा मुख्यालय, विभागीय कार्यालयहरू, बटालियन, कम्पनी र बेस क्याम्पहरू पर्दछन्। प्रश्न नम्बर 13 सशस्त्र प्रहरी बलले कुन देशको शान्ति मिसनमा सहभागिता जनाइरहेको छ? उत्तर संयुक्त राष्ट्रसङ्घ अन्तर्गत सशस्त्र प्रहरी बलका सदस्यहरू विभिन्न अफ्रिकी तथा अन्य क्षेत्रीय राष्ट्रहरूको शान्ति स्थापनामा सहभागी छन्। प्रश्न नम्बर 14 सशस्त्र प्रहरी बलका तालिम केन्द्र कहाँ छन्? उत्तर मुख्य तालिम केन्द्र बाराको पथलेयामा रहेको छ। प्रश्न नम्बर 15 सशस्त्र प्रहरी बलको नारा के हो? उत्तर सद्भाव, सुरक्षा, प्रतिबद्धता। प्रश्न नम्बर 16 सशस्त्र प्रहरी बलको वर्दी कस्तो हुन्छ? उत्तर सशस्त्र प्रहरी बल नेपालको वर्दी गाढा नीलो, नभे ब्लू रङको हुन्छ। प्रश्न नम्बर 17 सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट कुन हो? उत्तर www.apf.gov.np रहेको छ। प्रश्न नम्बर 18 सशस्त्र प्रहरी बलको लोगो कस्तो छ? उत्तर सशस्त्र प्रहरी बलको लोगोमा त्रिशूल, बन्दुक, बाँस र राष्ट्रिय झण्डाको आकृति समेटिएको हुन्छ। प्रश्न नम्बर 19 सशस्त्र प्रहरी बलको प्रारम्भिक तालिम कति महिना लामो हुन्छ? उत्तर प्राय 6 देखि 9 महिनासम्म लामो हुन्छ। प्रश्न नम्बर 20 सशस्त्र प्रहरी बलको हेलिकप्टर सेवा छ कि छैन? उत्तर हो, सशस्त्र प्रहरी बलसँग आफ्नै हेलिकप्टर सेवा छ। प्रश्न नम्बर 21 सशस्त्र प्रहरी बल कुन अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध छ? उत्तर संयुक्त राष्ट्रसङ्घ, यूएन तथा अन्य सुरक्षा तथा आपतकालीन व्यवस्थापन संस्थाहरू। प्रश्न नम्बर 22 सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा के भूमिका खेल्छ? उत्तर सीमावर्ती क्षेत्रमा गस्ती, तस्करी रोकथाम तथा सुरक्षा व्यवस्थापन गर्छ।
प्रश्न नम्बर 23 सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बीच के भिन्नता छ? उत्तर नेपाल प्रहरी मुख्य रूपमा आन्तरिक सुरक्षा तथा कानुन कार्यान्वयनमा केन्द्रित हुन्छ भने सशस्त्र प्रहरी बल सीमा सुरक्षा, दंगा नियन्त्रण, शान्ति स्थापनामा केन्द्रित हुन्छ। प्रश्न नम्बर 24 सशस्त्र प्रहरी बलको विशेष इकाइहरू के हुन्? उत्तर दंगा नियन्त्रण बल, विशेष सुरक्षा फौज, बम डिस्पोजल टोली, के 9 डग स्क्वाड।